मान्छे मरिसक्यो मान्छे मरिसक्यो दुईजना मरिसक्यो मरिसक्यो नि घाइते छ सिरियस के बन्नु के भयो मरिसक्यो के भएर मर्यो हजुर के भएर मर्यो पुलिसले गोली हान्यो पुलिसले गोली नै हान्यो पुलिसले गोली हानेर मर्यो हो अहिले यो आन्दोलन अब अन्तिम मोडमा आइसकेको छ कुनै पनि खालको राजा आउँछ विश्वको शासन अब सकियो अब के हुन्छ यहाँ अब के हुन्छ हाम्रो यो कार्यक्रम भोलि एक दिन भोलि बन्नु छ हाम्रो अब हामी कन्टिन्यू रूपमा हाम्रो कार्यक्रम अगाडि बढ्छ हामी मर्छौँ या मार्छौँ त्यसको कुनै पनि सीमा छैन राजतन्त्र आउनुपर्छ यी अपराधी भ्रष्ट तस्कर नेताहरूले देश छोड्नुपर्छ अब त्यो समय अब आउँदैछ दुईजना मर्यो अनि अरू के भइरहेको छ कतिजना घाइते के भयो अहिलेको अवस्थामा 5 जना घाइते 2 जना मरिसकेको छ भन्ने भएर सुनिएको छ 2 जनाको डेथ भएको छ 5 जना सिरियस छ अरू घाइते कति भयो थाहा छैन तर यो निर्णायक अब चाहिँ आन्दोलन हुँदैछ भोलि एक दिन हाम्रो छोडा पर्सिबाट हामी चाहिँ फेरि पुनः सडक आउँछौँ यो दुईजना मर्यो भन्नुभएको छ नि 2 जना मर्यो भने यो तपाईँले देखेर भन्नुभयो कि यत्तिकै होइन मान्छे मरिसकेको छ भन्ने कुरा पुलिसले भनिसकेको छ हो प्रहरीले असुल मात्रै होइन गोली पनि प्रहार गरे हो गोली त कति आएन मान्छे मरिसक्यो तपाईँ एउटाको गोली यहाँ छ एउटाको ब्यागमा छ गोली जस्तो कि यतिखेर यहाँहरूले भनेअनुसार दुईजना हाम्रो घाइतेलाई मैले हस्पिटल लानुभयो हेर्नु अब सबै मेडिकल बन्द छ हेर्नु नै ए असुर ग्यासले गर्दाखेरि अनि के यो कसरी यस्तो सिर्जना भयो पहिला शान्तिपूर्ण भइरहेको थियो 81 सिर्जना भयो 81 प्रहरीले घुसपेट गर्यो कि यताबाट घुसपेट भयो कि के भयो स्टार्ट भयो क्या उताबाट स्टार्ट भएको जस्तो कि यतिखेर उहाँहरूको भनाइअनुसार दुईजनाको मृत्यु भइसकेको भन्ने उहाँहरूले भनाइअनुसार दुईजनाको मृत्यु भइसकेको छ भन्ने कुरो आइसकेको छ भने आधिकारिक रूपमा चाहिँ हामीलाई पनि त्यति थाहा छैन उहाँहरूको भनाइअनुसार 2 जनाको मृत्यु भइसकेको छ र 5 जना घाइते हुनुभएको छ भन्ने कुरो आइरहेको छ यहाँ प्रहरीले असुर ग्यास सयौँको सङ्ख्यामा असुर ग्यास प्रहार गरिसकेको छ केही मान्छेहरू हामीले घाइते भएको पनि यहाँ भर्खरै हामीले तपाईँहरू सामु एकजना देखाइसकेका थियौँ अब के हुन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्न यतिखेर यो तिनकुनेको अवस्था तनावग्रस्त छ यतिखेर देख्न सकिन्छ प्रहरीले असुर ग्यास हानेको हानेछ सयौँको सङ्ख्यामा असुर ग्यास हानेको छ भने जनताहरूमा एकदम आक्रोशित झन्भन्दा झन् बढेको छ उहाँहरूमा आक्रोश बढेर यतिखेर असुर ग्यासको धेरै प्रहार पछाडि मलाई एकदम गाह्रो भयो बोल्नु पनि असुर ग्यासको यो ग्यासले गर्दा एकदमै बोल्न सासै नै गाह्रो हुने रहेछ यो जनताहरूको एकदम आक्रोशित बढेको छ त्यहाँमाथि प्रहरीले असुर ग्यास सयौँको सङ्ख्यामा प्रहार गरेको छ अहिले पनि यहाँ उताबाट असुर ग्यास प्रहार गरिराखेको छ हामी उता गएर तपाईँहरू सामु देखाउन सक्दैनौँ किनभने हामीलाई गाह्रो हुन्छ प्रहरीले सयौँको सङ्ख्यामा असुर ग्यास प्रहार गरिसकेको छ भने मान्छेहरू पनि यहाँ 5 जना भने पनि धेरै मान्छे घाइते भएको भन्ने हामीलाई खबर आइसकेको छ यतिखेर यहाँको यो अवस्था एकदम तितर बितर बनिरहेको छ तपाईँहरू एकदेखिर हेर्दै हुनुहुन्छ हेटेड फोरेड न्युज तपाईँहरू सामु हामी यहाँ तिनकुनेको दृश्य तपाईँहरू सामु देखाइसकेका छौँ यहाँको अवस्था एकदम तनावग्रस्त बनिरहेको छ दर्शकबिन यतिखेर फेरि यहाँको कार्यक्रम सुचारू भइसकेको छ बिचमा क्यान्सल भएको थियो यहाँ जनताहरू धेरै नै घाइते भइसक्नु भएको छ त्यो तिनकुनेको अवस्था यतिखेर थोरै माहौल शान्ति जस्तो देख्न सकिन्छ प्रहरीले यतिखेर असुर ग्यास प्रहार गरिरहेकै रहेछ प्रहार गरिरहेकै छ भने केही शान्त भइरहेको छ यहाँको माहौल प्रहरीले नै आफ्नो पानीको फोर्स हानिरहेको थियो अघि फोरा हानेको थियो भने अहिले पानीको फोरा हान्न पनि कम गरेको छ र जनताहरू यतिखेर जनताहरू अलि अघिको भन्दा थोरै कम भइरहेको छ यहाँको दगभाडको भिड भने अलिक कम भइरहेको छ यतिखेर कार्यक्रमतिर फोकस भइरहेको छ र प्रहरी पनि यतिखेर थोरै शान्त जस्तो देखिन्छ अहिले अब यतातिर जनताहरू यहाँ हार मान्ने तहमा छैनन् पार कि पारको लडाइँ हुन्छ भनेर यहाँ धेरै जनताहरू आक्रोशित बन्नुभएको छ प्रहरीको जुन यो दमन भयो भन्दै
उहाँहरूले यो किनकुनेको अवस्था अहिले थोरै माहौल शान्ति जस्तो शान्त केही शान्त भयो जस्तो देख्न सकिन्छ अरू भोटदेखि धेरै जनताहरू घाइते हुनुभएको छ र 2 जनाको मृत्यु भएको छ भन्ने आइसकेको छ र